जाग जाग हो युवा, आज नबोल्ने कहिले बोल्ने, आज नजाग्ने कहिले जाग्ने। यो देश भ्रष्टहरूको हातमा गएपछि, यो देश डुबेपछि, यो देश खाल्टोमा गएपछि, त्यही भएर यही फाल्गुन 21 गते हुन गएको निर्वाचनमा तपाईँ र हाम्रो हातमा छ यो देश भ्रष्टाचारहरूको हातमा दिने कि एउटा प्लानिङ भिजन भएको युवालाई दिने। र एकचोटि सम्झनु होला हाम्रो देश जेएनजे आन्दोलनमा शहीद भएका युवाहरू, उहाँप्रति एकचोटि सम्झनु होला आखिर केका लागि ज्यान गुमाएको त। यो देशमा नयाँ सरकार आओस् भनेर त्यसको लागि शहीद भएको छ। यो देशमा सुशासन कायम आओस् भनेर यसको लागि शहीद भएको छ। यो देश परिवर्तनको बाटो लागोस् भनेर यसको लागि शहीद भएको छ। यो देशमा विकास होस् भनेर त्यसको लागि शहीद भएको छ। नत्र कि यो देश त्यही पुराना भ्रष्टहरूको हातमा जाओस् भनेर। र एकचोटि उहाँहरूको घर परिवारको बारेमा सोच्नुहोस्, उहाँहरूको आमा बुवाको बारेमा सोच्नुहोस्, के बितिरहेको होला, एकचोटि आफूमा लिएर सोच्नु होला, त्यसपछि मात्र भोट हाल्नु होला। त्यही भएर सोचेर सम्झेर मात्र भोट हाल्नु होला। नत्र जताभावी भोट दियो भने हामीले सरकार कसको हातमा, भ्रष्टहरूको हातमा दियो भने हामीलाई फेरि पाप लाग्छ, हामीलाई पाप लाग्छ। तपाईँहरू र हामीहरू मिलेर यो देशलाई राम्रो बाटोमा, राम्रो युवालाई चुनेर हैन यो देशको नेतृत्व सक्नु होला। स्यारहरूको लागि सारा काफी छ। तपाईँहरू बुझ्न सक्नुहुन्छ म के भन्न खोजिरहेको छु। यो पालि देश कसको हातमा? जय नेपाल, जय देश, जय मधेस, जय घन्टी, जय बाले।